What's up everyone? Welcome back to my YouTube channel. I'm Sujina and आज चाहिँ I'm reacting to नाचन तपाईहरुले टाइटल हेरेर थाहा सक्नु भयो अनि I'm very excited यो रियाक्ट गर्नको लागि चाहिँ अनि I was about to head to the gym हैन अनि यस्तो इन्स्टा खोलेको त जेमसीको पोस्ट देखे लाइक नाचन is out भनेर अनि ओके मैले कमेन्ट गरे I was about to head to the gym but I saw your post now gym can wait भनेर I'm very excited. You can see on my face कति excited छु भनेर. Okay, start करूँ. 1K GMC 50,000. As I'm recording from phone, I don't know quality is phone. So, Jadiya Daji. Ooh, hey, let's go, girl. Lila girl. I'm very excited. Pema she's so perfect for this type of vibe. Okay? Like she got that face, the attitude. She's so perfect. तिम्रो हाइट कति बोगाहरु कति तिम्रो देब्रे अनि राइट कति आवे भरि फेमस तिम्रो भाउ अति भन्यो तिम्रो नाउ सिंगर्सहरुको एक्टिङ चाहिँ मान्नै पर्छ है सिंगर्स सबै सिंगर्सहरु एक्ट पनि बब्बा अनि नम्बर कति हो जग्गा मेरो ठाउँ हो लाल पूजा ल्याइदिउँला मेरो भाउ कतिको माया लोखल ल्याइदेऊ न गिलासमा हर्केको छोरी तिम्रो फिदामा खटिया तताइदेऊ आई बिदामा ठन्डी लाग्याछ मेरो सिरकमा लुकी बिहाउ माया तस्करी गरौँला दुई तलाको घर अनि बगैँचा बनाऊ देशैभरि सोच म तलाको घर अनि बगैँचा बनाऊ देशैभरि सोच म त हिँड्दछु डुलेर तरुनीको है माया लतैमा फुलेर बारुले कमर हल्लाइदेऊ डान्स कोरियोग्राफी गीतमा चाहिँ तर मलाई मेरो चाहिँ यो गीतमा म बब्बल लागेको थियो कि आफ्नै कोरियोग्राफी के ए कृतिका दिदी हो कृतिका दिदी इज बब्बा कोरियोग्राफर डान्सर है दामी हल्लाइदेऊ बारुले कमर हल्लाइदेऊ लुकाएर राखेको तिम्रो जवानी अरूलाई हैन मलाई देऊ साच्चीकै सिंगर्सहरुको एक्टिङ मेरो I love that is my fake tattoo झन् त्यो एक्टिङ भन्न लागेको के जेम्स मलाई देऊ माया तिमी मलाई हाम्रो सम्बन्ध केही पनि छैन तिनी माया किन तिम्रो लाग्छ अघि पछि को आउँछ सबै मलाई देखेपछि भाग्छ फेवातालुमा कान्छी फेवातालुमा हराउँछ मान्छेहरू आफ्नै तालुमा सबै ओके छ कान्छी चिन्ता नगर यो ग्याङ इज आफ्नै तालुमा सबै ओके छ कान्छी चिन्ता नगर फोजेट बोयले टेक्स्ट गरेको छ बाटो खाइ बसौ गाउँ घर सिधा मिठा कुरा गर नगर माधव हजार छम छम नाच न कान्छी नाच न आउन कान्छी पछि फर्की नाच न मेरो टाइप त तिमी तर हेर तिम्रो टाइप कति स्वर लोके परि तिमीलाई घुमाउनलाई उसको भाइब यस्तो मनपर्छ जुन गीत पनि नाचौँ बनाइन्छ के भिजनको जुन के झन् बसन्ती त वाउ
गाइड कति पैसामा उभिँदा 9 फिट 15 तिम्रो हाइट कति बोकाहरू कति तिम्रो देब्रे हो नि राइट पति 점점이 빨려가자 다시 띄우기 라차가 메로 같이 띄우기 나서너 간치 나서너 아우너 간치 पछि फर्की नाचन या हल्लाइदेऊ बारुले कमर हल्लाइदेऊ What? Inspector झोला नाचन कान्छी नाचन झोला मात्रै नाम चाहिँ झोला मात्रै राखेको होला भनेर त झोलै राखेको छु लिल झोला होइन बाको बाको हेनीबाट यसरी चाहिँ बुझेन म स्टोरी म आम सो ब्याड यस्तो कुरा म स्टोरीहरू मैले बुझेको हुँदिनँ तर भाइब त खतरा नै थियो होइन किनकि टिकटकमा झन् यस्तो बब्बाल हाइपअप भइरहेको छ यो गीत अनि त्यही माथि झन् एभ्री वानकै केटीहरूले मेरो स्टेप्सहरू गरिरहेको छ सबैको भिडियो रिपोस्ट गर्दा गर्दा म थाकिसकेँ आइ एम सो थ्याङ्कफुल फर यु गाइज थ्याङ्क यू गर्ल्स मेरो नेम्सहरू सबैको कुराहरू चाहिँ Bunda Gang. Bunda Gang. Favorite tonight. कस्तो हुन्छ म्याजिकल अनि ओके यति नै थियो मैले चाहिँ टिकटकमा चाहिँ एउटा कमेन्ट आएको थियो जति जिम गरेर पनि पिम्पल जाँदैन के अरे तर आई लभ पिम्पल्सहरू आई लभ दागहरू के दागहरू मलाई पहिला मन पर्थेन तर जबबाट मलाई ट्याटु मन पर्न थाल्यो नि तबबाट चाहिँ आई लभ दाग यहाँ पिम्पल थियो होइन नगए पनि यत्तिकै बसे पनि केही छैन ठिक छ हेर न आउ ल यहाँ टिका थियो होइन टिका मलाई कस्तो लेङ्गा यताउता लाउनु होला थियो तर मसँग नरहेछ लेङ्गै छैन कि नेपालबाट मगाउनु पर्ने भयो अब चाहिँ मगाउँछु भनेर बसिरहेको छु मगाउनु पर्ने भयो टिका लगाउनु लागि चाहिँ हेरौँ तपाईँहरूले हेरेको छैन होला मेरो लास्टसम्म भिडियो तर इट्स फाइन भन्थ्यो मैले खास सुरुमा रेड कलरको लागेको थियो माथि यति नै थियो या गाइजहरू साथीहरू सबैलाई थ्याङ्क यू सो मच फर वाचिङ बाई अरू के आउँछ रियाक्ट गर्दै जाऊँ ल है त बाई थ्याङ्क यू सो मच फर वाचिङ